हेलो, आज चाहिँ मेरो डे 3 मिनी भ्लग हो कि। अनि म चाहिँ बाहिर बसिरहेको थिएँ। हाम्रो चाहिँ यता बाटो छेउमा परेको घरहरू सबै फालिदिरहेछ कि। अनि हामी चाहिँ आमा छोरी यस्तै घुमिरहेको थियौँ। अनि मेरो देवर र देउरानी चाहिँ उता दिदीको घर जाँदै हुनुहुन्थ्यो कि उता गाउँतिरको। मेरो छोरी चाहिँ यता कुखुरासँग कहिले खेल्ने डराउँछ, मुखनिर नि जाँदैन, टाढाबाट हेर्छ, समात्न खोज्ने रे। अनि डराउँछ कि ऊ एकदम धेरै। हाम्रो चाहिँ यहाँनिर घरको यहाँ किल्ला ठोकेकोबाट यतातिर चाहिँ हाम्रो घर जाँदैछ कि, यो पुरा जाँदैछ। उता अगाडिहरू सबै फालिसक्यो। अब हाम्रो त्यहाँ अगाडिको एउटा घर मात्र बाँकी छ, त्यो जान्छ। अनि फेरि त्यहाँनिरबाट बाटो बन्ने हो कि। अब मेरो छोरी चाहिँ उहाँ दिदीलाई हेरिरहेछ, स्कुलमा दिदी पढ्न गएको छ। अनि दिदीलाई यहाँ घरबाट हेरेछ, घरबाट दिदीले बहिनीलाई, बहिनीले दिदीलाई हेऱ्यो। फेरि दिदीले नै आइहाल्यो, उसलाई मानेन, उहाँ दिदीको मनै मान्दैन। स्कुल लिएर गएको थियो, घरभन्दा माथिरको एउटा सानो नानी छ, उसँग खेल्न गएको। त्यो नानी फेरि हान्छ कि, ऊ डरले नानीलाई छोडेर हिँड्दिएर ऊ हात छुन लागिहाल्यो। अनि आज चाहिँ घाम लाग्थ्यो, बाहिर बिस्तारै सुकाएको अनि भित्र लिएर राखेँ। अनि जाडो छ नि त, साँझ पख बिस्तारै चिसो हुन्छ, त्यही भएर ब्ल्याङ्केट कपालेर राखिदिइहालेको। लाइट अन गरेँ। अनि त्यहाँबाट कुखुरा अब साँझ परिसकेको थियो। अनि कुखुरा थुन्नु पर्यो भनेर आएको तल। राजाहरू चाहिँ मेरो बाटो पुगिरहेको रहेछ, कति बेला आएर थुन्ली भनेर। राजा रानी दुवैजना छन् कि। अनि यिनीहरू दुइटालाई थुनेर एकछिन नानी सुत्या थियो। अनि माथि गएको त नानी रोइरहेको रहेछ फेरि। अनि दिदी चाहिँ बहिनीलाई खुसी पार्नको लागि नाचिरहेको थियो। अब साँझ परिसकेको थियो, खानाको तयारी गर्नु पर्यो भनेर मासु लिन गएँ। अनि 2वटा आइटमको मासु लिएर आएको। अनि एउटा चाहिँ पोलेर खाने, एउटा चाहिँ पकाएर खाने भनेर। आजको मिनी भ्लग चाहिँ यति नै। बाई, गुड नाइट।